असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मामृतं गमय। ओम शान्ति ओम शान्ति शान्ति। असत्यबाट सत्यतिर जाऊँ, अन्धकारबाट उज्यालोतिर जाऊँ, मृत्युबाट अमरतातिर जाऊँ। यो उपनिषद वाक्य हो। यो सत्यलाई उजागर गर्ने यो वाक्यसँगै यहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु। हामी पूर्वीय सभ्यताको कुरा गर्छौँ र यो पूर्वीय शब्दलाई हामीले विचार गर्ने गर्छौँ। पूर्व भन्दाखेरि हामीले एउटा कुरा त समय अथवा त्यो स्थानको रेखाबाट पूर्वतिरलाई हामीले पूर्व भनेका हौँ दिशाको आधारमा। अर्को पूर्व भनेको पहिलेको भनेको पुरानो भनेको हो। त्यसैले हामी पूर्वीय चिन्तन भन्यौँ भने समय रेखा अथवा त्यो स्थानको रेखाबाट पूर्वतिरको भन्ने मात्रै अर्थ लाग्दो रहेनछ। मैले बुझेअनुसार पूर्वीय शब्द गएर वेदसँग ठोकिन्छ। कारण के रहेछ भने संसारकै सबैभन्दा प्राचीनतम ग्रन्थको रूपमा वैज्ञानिकहरूले पनि सिद्ध गरेको वेद नै हो। त्यसैले त्यो पूर्वको सबैभन्दा प्राचीन केन्द्र वेद भएको हुनाले पूर्वीय भन्ने शब्द वेदमा गएर जोडिन्छ। चिन्तन भन्दाखेरि जो वेदमा टेकिएको वेदसँग सम्बन्धित भएको चिन्तन हो त्यो पूर्वीय चिन्तन हो। त्यो वेदमा टेकेको चिन्तन र सत्यको अवलोकन गराउने जो ज्ञान हो वेद ज्ञान, त्यो दर्शन हो। दर्शन भनेको देख्नु, प्रत्यक्ष रूपमा अवलोकन गर्नु। त्यसैले पूर्वीय दर्शन भन्ने बित्तिकै हामीले के बुझ्यौँ भन्दाखेरि वेदलाई, वेदको चिन्तनलाई टेकेर सत्यलाई उजागर गराउने जो ज्ञान छ त्यसलाई पूर्वीय दर्शन भनेको हो। त्यसैले पूर्व भन्ने बित्तिकै अथवा पूर्वीय भन्ने बित्तिकै वेद र वेद भन्ने बित्तिकै अध्यात्म र भौतिकको समन्वय भएको, त्यसपछि दर्शन भन्ने बित्तिकै वेदलाई टेकेर विकसित भएको दर्शन भन्ने अर्थ लाग्छ। त्यसैले वैदिक दर्शन अथवा त्यही नै पूर्वीय दर्शन र हामी अहिले जहाँ बसेका छौँ यो हाम्रो सभ्यता वैदिक सभ्यतादेखि विकसित हुँदै हुँदै आएको सभ्यता हो। त्यसैले वेदलाई टेकेर यहाँको दर्शन अगाडि बढेको छ। यो दर्शन हामीले बुझेनौँ भने हामीले हाम्रो देश नेपाल चिन्न सक्दैनौँ, बुझ्न सक्दैनौँ। त्यसैले देश चिन्ने हो भने वैदिक दर्शन हामीले चिन्नै पर्छ र यी दर्शनहरूमा विशेष गरेर अध्यात्म जोडिएको छ। अध्यात्म मात्रै छैन, भौतिकता पनि छ यसमा। भौतिक र अध्यात्मको समन्वयबाट नेपाली समाज अगाडि बढेको छ। त्यसैले नेपाली समाज र नेपाली सभ्यता पूर्वीय दर्शनको चिन्तनबाट अगाडि बढेको हुनाले यो दर्शन आज हामीले बिर्स्यौँ। यो दर्शन आज लुप्त भयो। हामीले बाह्य दर्शनहरू हेरेको हुनाले हाम्रो व्यवहार एकातिर छ, चिन्तन अर्कोतिर छ र हिजो आज हामी एकदम विलख बन्धमा परेका छौँ। हामी सही रूपमा यो देशमा अगाडि बढ्न पनि सकेका छैनौँ, हिँड्न पनि सकेका छैनौँ। हाम्रो शिक्षा दीक्षा सबै बिग्रिएको हुनाले अहिले हाम्रो धेरैको मति बिग्रिएको छ। त्यसैले सही बाटो देख्न सकिरहेका छैनौँ। त्यसैले सही बाटो लाग्नका लागि हामीले पूर्वीय चिन्तन वैदिक दर्शनलाई याद गर्नुपर्छ। जहाँ अध्यात्म छ त्यो अध्यात्म केन्द्रमा छ, त्यसपछि भौतिकता छ। जहाँ पाँचवटा तत्त्वको चिन्तन छ, जो भौतिक दर्शनले आकाश तत्त्वलाई बिर्सिएको छ, त्यसले मात्रै चाहिँ हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ। त्यसैले अहिले हामी हाम्रो देश अस्थिर हुनुका पछाडि हाम्रो सभ्यतामा आएको विचलन र सही कुरा बुझ्न नसक्दाखेरि माटो अनुसारको हाम्रा जीवन पद्धति र राजनीतिक क्रियाहरू हुन नसकेकाले आज हामी विक्षिप्त बनेका छौँ।
यसबाट हामीले बाहिर आउनुपर्छ। यसका लागि पूर्वीय चिन्तन र दर्शनलाई हामीले निरन्तर रूपमा आफ्नो अध्ययनमा अगाडि ल्याउनुपर्छ। त्यस्ता व्यक्ति अगाडि आउनुपर्छ भन्ने मलाई लागेको छ। यहाँहरूले कुरा सुनिदिनु भयो, धेरै धेरै धन्यवाद। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखम्।